हेलो गाइज वेलकम टु माई युट्युब च्यानल र सबैलाई लासो फ्याफुल्ला र फेरि पनि अर्को नयाँ भिडियो लिएर उपस्थिति भइसकेको छु। कस्तो लाग्छ लाइक कमेन्ट सेयर र सब्सक्राइब पनि गरिदिनु होला र जाउँ साथीभाइको तर्फ के भन्दै हुनुहुन्छ साथीभाइ है त। बजार हिँडेको बिजुली बालेर हो कि फाइनली गाइज हामी चाहिँ बजार हिँडिसक्यौँ है। अब हाम्रो यहाँ दाइ हुनुहुन्छ हितमान दाइ, अजय, देवराज एन्ड विमल। खतरा गइरहेछ हाम्रो यहाँ बन्धु। कस्तो अनुभव भइरहेको केटा हो? बजारको लागि अनुभव राम्रो भइरहेको? 5 दिन हो 5 दिन। कुकुर मजा रे। अबको 1 घन्टामा ठ्याक्कै पुग्छौँ हामी हाइवेमा। ल 150 को स्पिड है। र फाइनली गाइज हामी चाहिँ मेन रोड निस्किसक्यौँ है। र देख्न सक्नुहुन्छ यताउता सबैतिर रम्बलै रम्बल हो, बालुवै बालुवा है। र यस भिडियोमा के जानकारी गराउन गइरहेको छु भने विदेशमा क्यामेराको विषयमा ल हेर्न सक्नुहुन्छ। यो जुन यो छ नि यो खम्बा जस्तो सानो कट्यो नि अहिले गोलो, यो चाहिँ स्पिडको क्यामेरा हो है गाइज। यसले चाहिँ तपाईँको गाडी तोकिएको स्पिड भन्दा 1-2 बढी हुने बित्तिकै च्याट्ट लाएर फोटो खिच्छ स्वाटै। तपाईँको मोबाइलमा हो कि तपाईँको कम्पनीमा हो कि कहाँ मेसेज गइहाल्छ। गाह्रो पो छ त हौ गाइज। र त्यति मात्रै होइन है गाइज, यो अगाडि देख्नु भएको छ नि यो अगाडि यो खम्बावाला, यो त नेपालमा हुन्छ नि यो क्यामेरा, थाहा छ नि तपाईँहरूलाई। यो क्यामेराले चाहिँ यदि तपाईँले सिट बेल्ट लगाउनु भएको छैन भने र यदि तपाईँ फोनमा कुरा गर्दै गाडी चलाइरहनु भएको छ भने, केही खानेकुरो खाइरहनु भएको छ भने गाडी चलाउँदै, यसले चाहिँ त्यसको जस्तै फ्ल्याग्स फालेर फोटो फेरि खिचिदिन्छ है। ल यो पहेँलो बोर्डको साइन बोर्ड देख्नुहुन्छ यो चाहिँ गाडीको स्पिड हो है गाइज, कुन गाडी कति हिँड्ने यस्तै हो, सबै देखाएको हुन्छ, त्यही अनुसार चल्नुपर्छ। उँटहरू देख्नुभयो हजुरहरूले, उँट पनि चरिरहेको छ यहाँ रम्बलमा। के खान्छ कुन्नी बिचरा, गाह्रो छ नि, गाह्रो छ जनावरहरूलाई नि बिचरा। बल्ल बल्ल एउटा गाडी भेट्यो है टेलरलाई नि गाह्रो छ नि, न ओभरटेक गर्न पाउँछ न स्पिड हिँड्न पाउँछ। के गर्नु बिचरा गाह्रो छ टेलरहरूलाई पनि। र यो छाप्रो गाइज, चान्चुने छाप्रो होइन है, यो रेलवे स्टेसन हो यो साउदीको। नाम त थाहा छैन कुन नामको स्टेसन हो भनेर, रेलवे स्टेसन। अब त्यहाँ कहिलेकाहीँ ट्रेनहरू देखिन्छ। र फाइनली हामी चाहिँ अलि सिटी एरियातिर आइपुग्यो है गाइज। सिटी एरिया अलि राम्रो घरहरू भएको ठाउँमा सिटीमा टक्क आइपुगिसक्यौँ। लगभग हामी बुरेदा भन्ने ठाउँ आइपुगि नै सक्यौँ भनौँ न। देख्न सक्नुहुन्छ। अब राम्रो र नराम्रो के हो कसो हो तपाईँहरू देख्न सक्यौँ भइहाल्छ नि यतिकै होइन, कतिको उस छ। र गाइज यो अगाडि देखिएको छ नि यो अगाडि, अब हेर्न सक्नुहुन्छ हजुरहरूले, यो साउदीमा चाहिँ कुब्री भन्छ यिनीहरूको भाषामा है। हामीले चाहिँ अब के भन्ने, अब यसलाई आकाशे पुल त्यस्तै त भन्छौँ नि गाडीको लागि, गाडी हिँड्ने आकाशे पुल होइन। अब मान्छे त यहाँ बाटोमा हिँड्दैन। अब यो आकाशे पुल टक्क कट्यौँ हामी होइन त। अब ल आइसक्यो फाइनली हामी चाहिँ भनौँ न बुरेदा सिटी आइपुगिसक्यौँ। जुन हाम्रो गन्तव्य थियो त्यहाँ आइपुगि नै सक्यौँ। अब यताउता अलिकति अब घुम्नुपर्छ, यहाँ सिधा गएर रोक्न मिल्दैन होइन। र हामी चाहिँ अब सिधै नेपाली होटेलमा गइन्छ। नेपाली परिकार के छ त्यो खाने हो, अब के गर्नु होइन। यहाँ देख्न सक्नुहुन्छ सिटी एरिया सानो हुन्छ है गाइज। यहाँ चाहिँ घर ठुल्ठुलो हुँदैन, कुनै बिल्डिङहरू चाहिँ अब हाम्रो भाटपाटिनीहरू जस्तै ठुल्ठुलो हुन्छ, नभए त त्यही हो सानो। ल भिडियो कस्तो लाग्छ गाइज, लाइक सेयर र सब्सक्राइब पनि गरिदिनु होला है त। त्यति भन्दै धन्यवाद भन्न चाहन्छु।
र यो होटेलको दृश्य हेर्नु होला गाइज है त। कस्तो के छ अरे देवराज, के भइरहेको? कुन होटेलमा आएको छ? कति दिन छुट्टी? अझै बागमती प्रदेश हो ल, बागमती प्रदेश हो। फाइनली हामी चाहिँ बागमती प्रदेशमा छौँ अरे। एभरेस्ट होटेल। ल